आफै धामी आफै बोक्सी भन्ने एउटा किम्बदन्ती छ नि दर्शकवृन्द। यो किम्बदन्तीलाई चरितार्थ पार्ने गरी दाङ जिल्लामा नेकपा एमालेका कार्यकर्ताहरूले दुनियाँलाई चकित पारेका छन्। आफ्नो पार्टीको झण्डा आफै जलाइयो नेकपा एमालेको कार्यकर्ताहरू तर्फबाट। अनि आरोपित कसलाई गरियो? राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूलाई। खेल कस्तो खेलियो त भनेपछि नेकपा एमालेको झण्डा जल्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नारा लाग्यो। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाए भन्ने सन्देश त गयो, एउटा पाटो त्यो भयो। तर बुझाइ जब क्रमिक रूपमा स्पष्ट हुँदै गयो त नेकपा एमाले नाङ्गे झार भयो। त्यहाँ पनि दाङ जिल्ला शङ्कर पोखरेलजी नेकपा एमालेका महासचिव हुनुहुन्छ। उहाँको नेतृत्व छ दाङमा। उहाँको बुद्धि नै यस्तै छ। यस्तै कुबुद्धिले गत 79 को निर्वाचनमा उहाँले तत्कालीन नेकपा माओवादी केन्द्रकी महिला नेत्री हुनुहुन्छ रेखा शर्मासँग पराजय भोग्नु परेको थियो। दाङ जिल्लामा शङ्कर पोखरेलले नेकपा एमालेको उम्मेदवारको रूपमा पराजय भोग्नु पर्नुको कारण भनेको उहाँकै अकर्मण्यतापूर्ण क्रियाकलाप, उहाँमा विकसित भएको अहंकार जन्ने क्रियाकलापको परिणाम हो। उहाँकै अहंकार जन्ने क्रियाकलापको परिणाम हो त्यो आफ्नै पार्टीको झण्डा जलाएर अर्को पार्टीका कार्यकर्तालाई दोष थोपर्ने भन्ने जो गतिविधि गरियो, यो गतिविधिले उहाँलाई नै क्षति पुर्याएको छ। अहिले दाङ जिल्लाभरिमा यो विषयले निकै चर्चा पाएको छ। मलाई हिजो दाङ जिल्लाबाटै नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरूले फोन गरेका थिए, यो विषयमा स्पष्ट गराए मलाई। अनि त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम कस्तो भयो त भनेर मैले सोधेको थिएँ। सोद्धाखेरि त्यो कार्यक्रमको बारेमा ती दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता त होइन, उहाँहरू विरोधी नै हो नेपाली कांग्रेस र नेकपा एमालेको। अब दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको जनलहरको आधारमा यदि चुनावी परिणामको आकलन गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरू कसैले पनि चुनाव जित्ने सम्भावना देखिँदैन। यो निष्कर्षको रूपमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबाट आयो। यस्तो हुन नपाओस्, शुभकामना दिउँ। नेपाली कांग्रेसको पनि एउटा आओस्, नेकपा एमालेको पनि एउटा आओस्, राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गर्ने अवस्था नआओस् कामना गरौँ। किनभने हामी सबैको भलो चाहने सञ्चारकर्मीहरू हौँ। तर राजनीतिक पार्टीका नेताहरूले राजनीतिक व्यवहार गर्न जान्नु पर्यो। राजनीतिक व्यवहार गर्न जानिएन भने जनताबाट तिरस्कृत हुने, त्यस्तै राजनीतिक व्यवहार गर्न नजान्ने राजनीतिक पार्टीका नेताहरूकै हो। तिरस्कृत हुनै पर्छ। तिरस्कृत हुँदै आएकाहरू फेरि पनि तिरस्कृत हुने बाटोतर्फ अगाडि बढिराख्नु भएको छ। उहाँहरू सच्चिन जरुरी छ।